हाम्रा भोलिन्टियर्स भाइहरूले हामी अनुरोध गर्दछौँ उनलाई सम्मान सहित मञ्चतर्फ ल्याइदिनु होला। खोरिना गगोई सबैलाई जोरदार ताली बजाइदिनु होला। सदियाको तालीले खोरिना गगोईको गाउँमा सुन्नुपर्छ। हजुरहरूको ताली जोरदार बजोस्। यो हजुरहरूको माझमा आउँदैछन् खोरिना बहिनी, खोरिना बहिनी, खोरिना गगोई जोरदार ताली बजाइदिनु। हजुरले चिन्नुभयो को हो भन्नु त? हजुर सुनिएन को अरे अझै जोड छ। हामी मञ्च एया खोरिना गगोई তেখেতক আমি সম্বৰ্ধনা জনাব বিচাৰিছো। आज उपस्थित गोर्खा युवा मञ्चको उद्योग गृह सन्ध्या समग्र सन्ध्यावासी गोर्खा समाज र गोर्खा युवा मञ्चको उद्योगमा भइरहेको यो गोर्खा महोत्सव 2025 को अन्तिम दिन हाम्रो आज सांस्कृतिक समारोहको रमाइलो साँझमा उपस्थित हुनुभएको सुपर डान्सर विजेता सुपर डान्सर विजेता खोरिना गगोई बहिनीको लागि एक जोरदार तालीले स्वागत गरौँ त। हामी हाम्रो बिचमा आज सुपर डान्सर विजेता खोरिना गगोई बहिनीलाई आज यस मञ्चमा पाएका छौँ र उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। स्थानीय जनप्रिय विधायक श्रीमान बलिन सेतियाज्यूलाई हामी यस मञ्चमा आउनका लागि अनुरोध गर्छौँ। उहाँलाई हाम्रो स्वागतकारी समितिले अगाडि बढाएर लानुहुनेछ। उहाँको हातबाट उहाँलाई हामी सम्बर्धना गर्नेछौँ। जनप्रिय विधायक बलिन सेतियाज्यूको हातबाट सुपर डान्सर विजेता भाग लिनका लागि अनुरोध गर्दछौँ। जनप्रिय विधायक बलिन सेतियाज्यू, उहाँको पिताजी पनि हुनुहुन्छ देवजित गगोई, उहाँलाई पनि हामी मञ्चमा आउनका लागि अनुरोध गर्दछौँ। खोरिना गगोई बहिनीलाई विधायकजीले सम्मान गर्न जोरदार ताली। खोरिना गगोई बहिनीलाई एउटा खुकुरी विधायकजीले दिनुभयो, खुकुरी स्वागत गरौँ, जोरदार ताली बजाउँ त। मोमेन्ट पनि छ स्वागत गर्ने समितिको तर्फबाट खोरिना गगोई बहिनीका पिताजी हुनुहुन्छ देवजित गगोई र उहाँको आमा पनि हुनुहुन्छ ज्योतिमणि गगोई। उहाँलाई पनि हामी अभ्यर्थना समितिको तर्फबाट मोमेन्टो र स्वागत गर्ने समितिका सभापतिज्यूलाई म सम्मान गर्नको लागि अनुरोध गर्दछु। स्वागत गर्ने समितिका सभापतिज्यूले उहाँलाई सम्मान गर्नुहुनेछ। उहाँका माताजीलाई स्वागत गर्ने समितिका सभापति किरण लिम्बुज्यूले स्वागत गर्नुभयो, जोरदार ताली। उहाँको पिताजी हुनुहुन्छ देवजित गगोई, उहाँलाई म हाम्रा कल्चर विभागमा सहयोग गर्नुभएका अनन्त शर्माज्यूले अगाडि गएर उहाँसँग परिचयको लागि अनुरोध गरेँ र हुन्छ, धन्यवाद। एउटा कुरा सुन्नु है, आज गोर्खा महोत्सवमा सुपर डान्सर विजेता खोरिना गगोईलाई सर्वप्रथम आज हामी गोर्खा युवा मञ्चको उद्योग र सदियावासीको सहयोगमा पहिलोचोटि सदियामा बोलायौँ। जोरदार तालीले स्वागत गरौँ त। जय गोर्खा, जय गोर्खा।
अब हामी सुपर डान्सर विजेता फ्लोर्ने गएको सुपर डान्समा यो मञ्चलाई सजाउने छौँ। धन्यवाद। र हामी बिचमा उपस्थित सुपर डान्सर विजेता फ्लोर्ने गएकोलाई पनि एउटा हप्ता अवकाश म अनुरोध। धन्यवाद। नमस्कार। नेपाली साली लगी सुनाए। बाप रे मन मानु माय गॉड आज मुलगा नाचिब নাই। ओके सो माय दादा थैंक यू सो मच सो यू आर द बेस्ट थैंक यू इमान মৰমত আনিবলৈ গাড়ী পাই দৌৰি দৌৰি আহিছে এনেকৈ লাঠিব সো থেংক ইউ এণ্ড প্ৰথম ডান্সটো মোৰ পাৰফৰ্মেন্স মই জুবিন দাৰ কাৰণে কৰিবলৈ বিচাৰিছো অ'কে আৰু জুবিন দা তুমি সদায় আমাৰ বুকুত থাকিবা ৰাইট ইয়েছ জয় জুবিন দা অ'কে सबैले भन्नुहुन्छ